त्यत्रो नङ पुसेर धोएर नङ पालिस लगाएको अन्तिममा जुत्ता लगाउने भनेर त नङ काट्नु परेको महिना दिनदेखि पालेको नङ रेतिएर त जुत्ता लाउनु पर्ने भएर मम्मीको कति महिनादेखिको नङ पनि गयो सुना तिमी पनि आकी हेर्न जुत्तै लाउँछन् क्या मम्मी त्यस्तो त चप्पल लाउँदैनन् जानु त्यही खेल्न फुटसलार मलाई जुत्ता त अर्कै मन परेको चाहिँ लाउनु त रहरलाई यस्तो छैन ल्याउनु नि त के रे छ नि मम्मी ग्यालेक्सी फुटवेयर गएको थियौँ नि तपाईँ र म चप्पल किन्न हो त्यहाँ कति सस्तो सस्तो हुन्छ सुन खेल्दैछ तिमी ल्याउनु त ल्याउनु नि पैसा हुँदैन थियो बल्ल भइरहले पैसा त हाल्दियो नि त 500,000 रुपियाँ त हाल्नु नि जुत्तालाई बुवाले लाउनुहुन्छ त अरू फाटेपछि जुत्ता लाउनेहरू भरे खुट्टा खायो पनि छैन नि अब कसरी खुट्टा खान्छ हो तिमीले तपाईँ गाडीमा जाने हो एकछिन मात्रै हिँड्नुपर्छ वा म त पनि निकै नै हिँड्नुपर्छ तर पनि आउँदा जाँदा त बस्न पाउनुहुन्छ नि त हिँडेको नै गर्ने होइन